नमस्ते, स्वागत छ तपाईँलाई मिनिमाला कुमार। आज हामी जाँदैछौँ कर्णाली घुम्नलाई। सो म यहाँ रेडी नुहाउनलाई जाँदैछु अनि यहाँ हाम्रो डल्लु पनि हामी यता नुहाएर आइसकेर रेडी हुँदै थियो। हाम्रो डल्लु पनि ब्लस समातेर ब्लस गर्दै जस्तै नाटक गरिदिएको छन् अनि हामी चाहिँ रेडी हुँदैछौँ। सबैजना रेडी भइसक्नु भएको छ। हामी कुरिराखेको खास गरी कारण के भने चाहिँ गाडी कुरिरहेको थियौँ, गाडीले ढिलो गरेर त्यही भएर एकदम ढिलो गरिरहेको थियौँ। जसको गाडी बुक गरेको थियौँ उहाँको गाडी बिग्रिएर अनि चाहिँ ढिलो भयो। यहाँ को पनि रेडी भएर आइसकेको छु। हाम्रो घरतिरको बाटो त अब एज युजुअल सबैलाई भिडियोमा देखिरहनु भएको छ। हाम्रो बाटो बाटो बिग्रेकै छ अनि यहाँ रेडी भएर हामी गयौँ। मेरो भाइले गाडी कोलपुरबाटै गाडीमा बसेर अनि यहाँ लिएर आएको थियो। उहाँहरूलाई थाहा थिएन नि त यहाँको लोकेसन, त्यसैले उनीहरू आएको थिएँ अनि हामी गयौँ। हाम्रो जर्नी यहाँबाट स्टार्ट भयो कर्णालीको। अनि यहाँ बाटोमा राम्रो भ्यूहरू पनि राम्रो छ। म यस्तै पनि गइराखेको हो, तर साथीभाइ फ्यामिलीहरूसँग जाँदाखेरि छुट्टै नै रमाइलो हुन्छ। किन भन्नु, एकदम छुट्टै रमाइलो हुन्छ। रमाइलो गर्दै नै गयौँ। यहाँ कालीले दाँत देखाउँदै चिरेका सुतिरहेकी छिन् अनि के अरे यहाँको यो कर्णाली जाँदाखेरिको जङ्गलहरूको भ्यू हुन्छ नि, यो यस्तो बाटो मलाई यस्तो मनपर्छ कि जङ्गलमा यस्तो भएको हुन्छ नि, साइडमा यस्तो राम्रो लाग्छ, रमाइलो लाग्छ मलाई। अनि चाहिँ जनावरहरू कुनै देखिहाल्छ कि भनेर भिडियो बनाएको, तर कोही पनि जनावर देखिनँ मैले त। त्यसैले यही हो, जङ्गलहरू नै हेर्न सक्छ। अगाडिको भ्यू पनि राम्रो छ, एकदम रमाइलो नै भयो। फाइनल्ली हामी कर्णाली पुग्यौँ। तर हाम्रो जाने भनेको टिकापुरसम्म थियो। तर समस्या के भयो भने चाहिँ टिकापुर जाँदा ब्याट्रीवाला गाडी भएर त्यो गाडीमा कसैले चार्जबाट निकाल्दाखेरि हानिदिएको रहे, गाडीमा हानिदिएर त्यहीँ लफडा भएर हामीहरू भएन। र अब हामी यहाँ उत्रेर खाना लायौँ। खाना जानुको लागि उत्रियौँ। हामीलाई ढिलो भइसक्यो, 12-1 बजिसक्यो थियो हामी त्यहाँ पुग्दासम्म, ढिलो हिँडेर होला। अनि यहाँ लच्छीले पोज दिँदैछ भाइले। अनि अब हामी यहाँ खानालाई उता टिकटक बनाउँदैछौँ दुईजनाले। अनि यो हामी सबै खानाको वेट गर्दैछौँ, किनभने बिहान केही नखाएर आएको। अरू त्यसपछिको त अब भनिसक्यो, किन गाडी बिग्रेर यस्तो भयो भनेर। त्यसपछि अब भिडियो नै बनाइन। त्यसपछि फर्किने बेलाको भिडियो यो, अलिअलि रमाइलो गर्दै गाना बजाउँदै नाच्दै गाउँदै। त्यो सबैभन्दा रमाइलो भनेको फर्किँदाखेरि गाना बजाउँदै गाउँदै अनि चाहिँ अलिअलि गर्दै आउने भयौँ। त्यसैले दिस वाज फर टुडे, बाई बाई।